सम्बन्धी एउटा नयाँ अपडेट लिएर आएको छु। सर्वप्रथम तपाईँ एमएसको म्यानेज एक्जाममा जानु होला। म्यानेज एक्जाममा गइसकेपछि तपाईँ चाहिँ यहाँ देख्न सक्नुहुन्छ एउटा लास्टमा देखाएको छ जुन पोकको एक्जाम दिने कसरी र कसरी एड गर्ने भन्ने कुराहरू दिएको छ। यसमा तपाईले पोकको एक्जाम जस्तो राष्ट्रिय परीक्षा बोर्डले पोक एक्जाम जसरी गराउँछ त्यसरी नै यहाँ पनि अप्सनहरु राखिएको छ। यसमा क्लिक गर्ने, त्यसपछि तपाई देख्न सक्नुहुन्छ सब एडमिन कार्ड भनेर देखाइएको छ। त्यसपछि सम मार्क इन्ट्री देखाइएको छ है। त्यसपछि मार्किङ विथ लेजर जस्तो प्रुफको रिजल्ट पनि यहाँबाट प्रकाशित गर्ने, जस्तो कक्षामा कति विषय लागेको छ त्यो विषयको फेरि चान्स परीक्षा चाहिँ गराउने सिस्टम चाहिँ यहाँ अपडेटहरु राखिएको छ। अब यसको लागि तपाईले चाहिँ के गर्नुपर्ने हुन्छ भने योभन्दा पहिले चाहिँ यहाँ दिएको विवरण जस्तो त्यो एड गर्नुपर्ने अवस्था आएमा तपाईहरुले एडमिट कार्डमा गएर त्यो के गर्नुपर्यो, छनौट गर्नुपर्यो। कुन विद्यार्थी हो त्यहाँ चाहिँ छनौट गरेर के गर्नुपर्यो, सेभ गर्नुपर्यो। एडमिट कार्डमा जाने तपाई जस्तो यहाँ देख्न सक्नुहुन्छ एडमिट कार्ड भन्ने जुन दिएको छ, एडमिट कार्डमा तपाईले चाहिँ छनौट गर्नुहुन्छ, कक्षा छनौट गर्नुहुन्छ र त्यसपछि लोड गर्नुहुन्छ। यदि गरिसकेपछि तपाईले यहाँ टिक लगाउनु पर्ने हुन्छ। जस्तो यहाँ चाहिँ पूरक विद्यार्थी कुन हो भनेर यसरी चाहिँ टिक लगाउने पर्ने हुन्छ, कुन विद्यार्थी हो भनेर। हो यसरी तपाईले गर्नु पर्ने हुन्छ। यो भइसकेपछि बल्ल तपाईले यहाँ चाहिँ एडमिट कार्डमा यहाँ चाहिँ मार्क्स इन्ट्री चाहिँ बल्ल तपाईले गर्न सक्नुहुन्छ। यो फिचर चाहिँ अपडेट हुँदैछ। यसको लागि अब लगत्तै चाहिँ सुचारु हुन्छ होला हैन। तपाईले यो फिचरहरु अपडेट भएको छ। तपाईले यस्तै भिडियोहरु एमएस सम्बन्धी नयाँ अपडेट आइरहेको हुन्छ। त्यसको लागि केही बुझ्न र जान्न चाहनुहुन्छ भने इनबक्समा मेसेज गर्नु होला। हस्त, धन्यवाद।